मलाई किन सोध्नु भएको हैन प्र्याङ्क गरेको हो कि यदि प्र्याङ्क हो कि सच्चा हो तपाईँको क्यामेरा त्यो अशोक दर्जीको ठाउँमा अहिले त्यससँग दिँदा यत्रो दिन भइसक्यो कलाकार भने बाहिर कुरा क्वेसन नगर्नुहोस् हो त्यसैको लागि मैले चाहिँ के भन्छ आमा बाउले रिक्स लिनुपर्छ खोज्नुपर्छ उ गर्नुपर्छ यथार्थ के हो टङ्क बुढा ठोके खम्बा बनेर बसेको छ ऊ पनि उभिएर चाहिँ सत्य तथ्य के हो पटक निष्पक्ष तरिकाले ल्याउनु पर्यो र त्यसपछि कानुनको दायरामा उभ्याउनुपर्छ भनिरहेको छु बारम्बार त्यो तपाईँले के क्वेसन कलाकारले एक्टिङ गर्न जान्छ कतै यो भिडियो एक्टिङको लागि हो कि भने बाहिर कुरा नगर्ने यो यस्तो म क्वेसन पश्चिम म चाहिँ क्वेसनको एन्सर दिनै चाहन्न बगम फुसे तपाईँ पत्रकार जस्तो लाग्नु थाल्यो होइन त्यही मात्र घोची वाद विवादमा के तान्नु लाग्नु भएको के वाद विवादमा तान्नु लाग्नु भएको तपाईँले अशोक दर्जीको नाम लिएर यही पाराले हो भने तपाईँलाई अशोक दर्जीको साउले खोज्छ तपाईँले भन्नुभएको छ अशोक दर्जी खोजे केही फरक पर्दैन नाङ्गै जाने म कसैसँग डर छैन तर निष्पक्ष तरिकाले म जहिले पनि आवाज बुलन्दाका साथ आउँछु मेरो कसैले घाँटी न्याकेर चाहिँ मेरो बोली बन्द गर्न चाह्यो भने गरोस् क्या मलाई बाल मतलब छैन छैन म यसै पटासा भएको उसै पटासा भएको के कुरा हुन्छ यार म डर छैन अझै पनि केही हुन्छ कि भनेर अठोट गरेर 10 नङ्ग्रा खियाएर चाहिँ मैले काम गर्ने कोसिस गरिरहेको छु जस्तै अवस्था आइपरे पनि जस्तै के भन्छ अहिलेको वर्तमान सरकारले जस्तै अवस्थामा पुर्याए पनि 15-16 घन्टा भइसक्यो तर कसैले पनि अशोक दर्जीको बारेमा कुरा उठाएको छैन मेन मान्छेहरूलाई तर सामाजिक सञ्जालमा मात्र कुरो उठाइराखेको छ अनि किन मौन भएर बसिरहेछ क्या टङ्क बुढा ठेकीज्यू होइन मेन त उहाँले त एउटा जन्म नदिए पनि कर्म दिनुभएको हो नि त हो कि होइन अशोक दर्जीको हकमा टङ्क बुढा ठोकी चुप बस्यो भन्दा तपाईँलाई आपत्ति छ म लगायत सम्पूर्णलाई तपाईँहरूको सामाजिक सञ्जालमा कतिले बोलिरहेछन् क्या होइन किन चुप मौन भएर बसिरहेको छ होइन त्यो धेरैलाई आपत्ति छ र अब पुलिसले त गर्ने काम गर्छ नै गर्नै पर्छ भर्खर त भिडियोमा सामाजिक सञ्जालमा आइरहेछ होइन त्यसले गर्दाखेरि भोलिको दिनमा अहिले बिगबिकी छ तपाईँको केही सिप नलागेर मान्छेहरूले आम जनताले चाहिँ दिन दाडै गरिरहेछन् मारकाट भइरहेछन् त्यो अवस्था भोलिको दिनमा नआउला भन्न सकिन्न अशोक दर्जीको जिन्दगीमा क्या बुझ्नुभयो नि यो अशोक दर्जीलाई हिजो जसरी सडकबाट त्यहाँसम्म लैजानको लागि टङ्क बुढाथोकीले जुन खालको भूमिका खेलेको थियो कुटपिटपछि उनले यसमा अभिभावकत्व देखाएन भन्ने तपाईँको आपत्ति हो एकदमै त्यो चाहिँ म मात्र होइन सबै आम जनता आम सामाजिक सञ्जालमा चलाउने मान्छेहरूले उकालत गरिरहेछ त्यो कुरा त होइन होला कुनै ठाउँमा के भन्छ साथी सङ्कटमा लागेर त्यो घटना घटेको हुनसक्छ कुनै ठाउँमा चाहिँ अब लिनदिनका कुरा हुनसक्छ तर त्यो भिडियो जब सामाजिक सञ्जालमा आइसकेपछि त यतिखेर त टङ्क बुढा ठोकी आइसक्नु पर्ने होइन र होइन आफ्नो छोरा सर आफ्नो भाइ सर चाहिँ उहाँले चाहिँ विभिन्न चाहिँ के भन्छ एउटा कर्म दिएको मान्छे हो क्या टङ्क बुढा ठोकीले चाहिँ यसरी बुझ्नुहोस् क्या आफ्नो छोरामाथि कुटपिट हुँदा पनि बाउको अभिभावक अर्थात् कर्तव्य निर्वाह गरेन यदि हो त्यो कर्तव्य निभाउनै पर्छ अझै पनि यदि आँखा खोलेको छैन भने यो तपाईँहरूको सामाजिक सञ्जाल मार्फत टङ्क बुढा ठोकीको आँखा खोल्नुपर्छ यदि नखोलेको खण्डमा फेरि के भन्छ अशोक दर्जीको निमित्त म ज्यानको बाजी राखेर म उभिनु बेर छैन म त्यसो भए के अशोक दर्जीले जुन कलाकार हो म पनि कलाकार हो ऊ पनि कलाकार हो ऊ कलाकार कुन रेन्जबाट आएको भन्ने कुरा त एउटा आइडियल भएर उभिसेछ एउटा चाहिँ सामाजिक सञ्जालको चाहिँ एकतपट्टि पक्का भएको मान्छे गायक होइन बुलन्द चाहिँ चाहिँ आवाज उठाउने एउटा नायक जस्तो भूमिका खेलिसकेको मान्छे त्यस्ता मान्छेलाई सार्वजनिक ठाउँमा ओपनली कुट्ने तर यदि कुटेको छ जसरी अशोक दर्जीलाई कुटेको छ त्यसै गरी म त्यो मान्छेलाई म कुट्नु पाऊँ कति लगेको छ त्यसको म डबल बेहोर्छु ल अशोक दर्जीको ऋण तपाईँ तिर्दिनुहुन्छ म तिर्छु 100% होइन किन फेरि मैले कुट्नु पाउनु पर्यो फेरि जसले प्याट हानेको छ नि त्यसरी गरेर त्यो मान्छेले म कुट्नु पाऊँ क्या अशोक दर्जीलाई कुट्नेमाथि तपाईँले कुट्नु पायो भने त्यो फेरि मिना म बेहोर्छु भन्नु होइन करोडौँ होला लाखौँ होला त्यो सबै जेसुकै न म किडनी बेचेर पनि म के भन्छ उ गर्छु क्या तर कारबाही हुनु पर्यो अशोक दर्जीको निमित्त एउटा खम्बा बलियो भएर उभिएको थियो नि टङ्क बुढा ठोकीज्यू होइन मैले म उहाँलाई पनि ब्लेम लाउनु चाहन्न तर अहिले सबै यत्र तत्र चाहिँ सार्वजनिक के भन्छ आम उसमा चाहिँ मिडिया मार्फत सञ्जालमा फैलिसकेपछि उभिनु पर्दैन कति 17-18 दिन भइसक्यो थाहा नभएको हुनुपर्छ त्यो घटना घटेको उहाँलाई तर थाहा भइसकेपछि त उभिनु परेन होइन
उभिन्नु पर्यो विदिन चाहिँ 1 घन्टाभित्रमा होस् या 5 मिनटमा त्यो घटना घटे उभिन्नु पर्छ क्या मलाई आपत्तिजनक छ होइन अशोकको गल्ती पनि त हुन सक्छ नि गल्ती होला नहोला निष्पक्ष कानुन छैन होइन कानुन छैन त्यो मान्छेहरूलाई लिएको छ ल लुट्यो अरे उ गर्यो अरे तर कानुनको दायरामा ल्याएर कानुनले कारबाही गर्नुपर्छ कि आफू खुसी मार्ने होइन आफू खुसी कुट्ने यस्तो पनि हुन्छ मलाई कता कतै लाग्छ यो विषयमा एउटा के भन्छ ऊ तेजेन्द्र परियारको छोरा हुन्थ्यो नि सचिन परियार त्यस्तो चाहिँ दुःख नहोस् युज गर्ने बेला दुनियाँले युज गर्यो अनि लास्टमा पढि आए पनि कोही पनि नउभेको पनि रेकर्ड छ नि त्यस्तो नहोस् होइन जुन तपाईँले टङ्कबुढा थोकी कुरा गर्नुभयो नि टङ्कबुढा थोकीले त हुर्काई बढाई ठुलो बनाइकन अहिले स्वत रूपमा घरमा जिम्मा लगाएको अवस्था हो अब पनि टङ्कबुढा थोकीले जिम्मा लिइराख्नु पर्ने त होइन होला ठिक छ हिजो अभिभावक भएको कारणले आज के भयो भनेर सोधबुझ गर्नु छुट्टै कुरा हो तर पनि अहिले टङ्कबुढा थोकीमा जोडिहाल्नु पर्ने किन त टङ्कबुढा यो कुटपिटमा टङ्कबुढा थोकीको नाम किन आयो त्यस विषयमा तपाईँलाई स्पष्टीकरण दिन्छु होइन तपाईँले छोरी जन्माउनु मलाई छोरी जन्माए मेरो छोरी अनाथा बिहे गरेर गइसक्यो 7 समुद्र पारी या त अमेरिका पुगोस् या त स्वदेशमै होस् तर छोरी पढेको खण्डमा बाउ उभिनुपर्छ पर्दैन बाउ आमा अभिभावक उभिनुपर्छ पर्दैन तपाईँले त्यो गलत चाहिँ क्वेसन गर्नुभएको छ है फेरि होइन अहिले जिम्मा त बाउ आमालाई दिइसकेको हो नि त टङ्कले जेसुकै न त अब उ गरोस् न उहाँलाई जिम्मा दिइसक्यो आफ्नो ठाउँमा अब चाहिँ कर्म गरेर खानुहोस् बाटो देखाउनु भयो उ गर्नुभयो आफ्नो ठाउँमा छ तर उहाँले एउटा खम्बा भएर चाहिँ उभिएको खण्डमा चाहिँ पढि गएको खण्डमा फेरि पनि उभिनु पर्दैन यति फेरि छोडिदिने मैले भनिसकेँ नि तपाईँले छोरी एउटा जन्माइसकेपछि उमेर पुगेपछि बिहा गरिदिनु हो तपाईँले अमेरिका पठाउनुहुन्छ स्वदेशमै राख्नुहुन्छ भोलि दिनमा ल उसको जिन्दगीमाथि कहिले ज्वाइँले कुटेको खण्डमा अभद्र व्यापार कसैले गरेको खण्डमा तपाईँ जानुहुन्छ हुँदैन त्यति मलाई भन्नु क्या त्यति मान्छे ज्वाइँको जिम्मा हुन्छ छोरी हेरचाह गर्ने हुर्काई बढाई स्याहार सुसार बिरामी हुँदा अस्पताल लैजाने सबै ज्वाइँको जिम्मा हुन्छ नि अब पनि फेरि माइतीले स्याहार यस्तो कुरा चाहिँ नगर्नु क्या फेरि म यसको एन्सर म दिन चाहन्नु क्या तपाईँलाई किन भन्ने कुरा त्यही कुरा गोत्तै गर्नु छ स्पष्टीकरण दिइसकेछ तपाईँले भन्नुभयो नि अशोक दर्जीको हकमा टङ्कबुढा थोकीले जिम्मा लिनुपर्छ पर्छ 100% पर्छ क्या कसरी पर्छ किन पर्दैन एउटा तपाईँको कस्तो रोडबाट चाहिँ एउटा आफ्नो प्रतिभा देखाएर चाहिँ एउटा त्यतिखेर खाटेको हिसाबले चाहिँ माग्नेको हिसाबले चाहिँ आफ्नो जीवन आर्जन गर्दाखेरिको भुइँबाट उठाएर चाहिँ हुनु त उसको त्यहाँ चाहिँ के नाम अरे हाम्रो टङ्कबुढा थोकीलाई त्योभन्दा अगाडि पत्रकार के भोजराजज्यूले हामीलाई सबै राम्रो थाहा छ नि उहाँले चाहिँ सामाजिक सञ्जालमा चाहिँ ल्याएर चाहिँ टङ्कबुढा थोकेर त्यसै गरी हो फर इक्जाम्पल यहीँ तपाईँलाई स्पष्टीकरण दिन्छ उनले भोजराज थापाले सडकबाट उठायो होइन भाग्य नेपानीज्यूले ल्याउनु भयो होइन त्यसपछि उहाँले थाहा पाउनुभयो अनि त्यसपछि उहाँले चाहिँ यो एउटा कापिस्टी भएको एउटा क्षमताहीन भएको बाल कलाकार उपाय हुनुभयो अनि खम्बा बनेर उहाँको लागि जिन्दगीमा खम्बा निर्डर बढेर के भन्छ हरेक म्युजिकदेखि लिएर भोकलदेखि लिएर सिकाउनु भयो त्यो स्थितिमा पुर्याउनु भयो अनि त्यसपछि त्यहाँबाट फेरि तपाईँको हिरो पनि बनाउनु भयो मन बिनाको धन बिनाको के भन्ने एउटा गीत पनि गाएको छ अहिले त हो त्यो गीत जुन छ नि काका मैले तपाईँलाई रोके मन बिनाको धन ठुलो कि धन बिनाको मन भन्ने गीत त आज आफैमा लागू भयो नि हो एकदमै हेर्नुहोस् त उहाँलाई पैसाकै अभावले पैसा नतिरेकै कारणले कुटपिट गरेको भिडियोले प्रश्न बुझाएको छ तपाईँले अहिलेसम्म के भन्छ तपाईँलाई अहिलेसम्म मलाई थाहा छ न मलाई पनि अहिले थाहा छ तर त्यसको लागि चाहिँ आवाज उठाउनुपर्छ आम मिडियाले आम नागरिकले भनेर त हामी बोल्नु थालेको हो होइन त्यसले गर्दाखेरि सत्य तथ्य के हो निष्पक्ष तरिकाले कानुनको दायरामा ल्याएर चाहिँ कारबाही गर्नु पर्यो होइन त्यसको लागि त फलो गर्नु पर्यो टङ्कबुढा थोकीले आफ्नो अशोक दर्जीको फ्यामिलीले परिवारले किन मेरो छोराले कुदाइ खायो होइन मेरो भाइ सर चाहिँ कर्म दिएको यसरी किन बिहाबाट भयो भन्ने कुरा चाहिँ टङ्कबुढा थोकीले चाहिँ खोज्नै पर्छ भन्ने मेरो अठोट हो क्या तपाईँले यसको मतलब के जिम्मा दिइसक्यो त्यतिखेर पनि जिम्मा दिइसक्यो उनले किन जिम्मा लिनु पर्यो भन्ने तपाईँले त्यस्तो क्वेसन सोध्नु त अशोक दर्जीले सँगै तपाईँले पनि कुटे खानु भएको रहेछ हातमा त चोट लागेको छ त के यस्तो कुरा नगर्नुहोस् है
कुताई खाएको होइन यस्तो कुरा नगर्नुहोस् है फेरि अशोक दर्जीलाई छुट्याउने क्रममा तपाईँमाथि नि आक्रमण भयो म निष्पक्ष कुरा गर्ने हो जहिले पनि निष्पक्ष तरिकाले बोल्ने हो त्यसले गर्दा अन्याय र अत्याचारको विरुद्धमा हुक्काकाको ओर्लिने पर्ने भयो तपाईँले क्वेसन गरिहाल्नु भयो उत्रेको हो नि हो कि त आफ्नो ज्यान जान्छ कि त अरूको लिन्छ त्यही हो क्या अन्य अत्याचार चुपो लागि मन भएर बस्ने हो क्या अशोक दर्जीलाई बचाउने क्रममा तपाईँलाई चोट लाग्यो हो अशोक दर्जीको के भन्छ बचाउनेमा चाहिँ लाग्यो हिजो अस्तिमा त्यही भएर त्यो मान्छेलाई भेटौँ न ए क्रुक्क पारिदिन्छु भनेर म हानेको हो क्या मैले त्यसरी चाहिँ हानेको बुझ्नु नि होइन त्यसले गर्दाखेरि दर्जीको लागि यति किन तपाईँ भन्नुहुन्छ म ऋण पनि तिर्दिन्छु ज्यानको बाजी पनि राख्नु भएको छ म पनि एउटा उहाँ गायककार भयो भने म पनि एउटा के भन्छ एउटा क्यारेक्टरमा भिजेर चाहिँ भिलेनको रोल निभाउँदै आइरहेको एउटा एज अ कलाकार नै हो त्यसले गर्दाखेरि हो त्यही कुरा सुन्नुभयो उहाँ कलाकार हो अशोक दर्जी पनि म पनि कलाकार हो यो विषयमा त तपाईँको आम के भन्छ जनतादेखि लिएर अभिभावक बाबुआमादेखि लिएर टङ्क बुढादेखि लिएर चाहिँ कलाकार सङ्घले पनि कुरा राख्नुपर्छ क्या कस्तो कुरा हुन्छ यार कलाकारले पनि योगदान दिएको छैन पहिचान दिएको छैन आफ्नो देशको चाहिँ आइडल भएर गहना भएर बसेको मान्छेलाई उठाउनु परेन गहना भएर बसेको मान्छे आम चाहिँ जनताले चिनेको मान्छे होइन एउटा आइडल भएर एउटा मूर्ति सरप बसेको मान्छेलाई त त्यो ओपन स्पेसमा खुलेआम कुद्छ भने अरूको हालत के होला भन्नु न अरूको हालत के होला होइन हाम्रो नेपाली कलाकार सर्वसाधारण सोझा साझाको जिन्दगी के होला भन्ने कुरा तपाईँलाई आपत्तिजनक मान्नुपर्छ क्या यो कुरामा उठाउनुपर्छ सही कुरा हो तपाईँले एउटा पत्रकार गर्नुहुन्छ एउटा युट्युब चलाउनुहुन्छ एउटा युट्युबको धर्म त्यत्तिकै मैले चाहिँ बारम्बार यो मिडियाकर्मीमा चौथो अङ्क भनेको छैन हरेक दुःख पीडादेखि लिएर हरेक विभिन्न अप्रिय घटनादेखि लिएर तपाईँहरू नै फोकस गरेर आम जनता ओर्लेर त न्याय पाइरहेछ त कस्तो कुरा हुन्छ होइन हाम्रो नेपाली कलाकारले गर्दाखेरि त्यही कुरा नभन्नुहोस् क्या अब म तपाईँको क्वेसन को उत्तर म दिन चाहन्न म उठे धेरै बेर त्यही कुरा मात्र वाद विवाद ल्याउने कुरा क्वेसन गर्नु हुँदैछ म चाहिँ दिन्न अब म चाहिँ हिँड्ने अब हाम्रो नेपाली कलाकारसँग 500, 1000, 2000, 3000 पनि तिर्ने पैसा भएन त हेर्नुहोस् त अशोक दर्जीलाई त्यो अवस्था हेर्दा धेरै पैसा छैन उहाँहरूको एक आपसमा चलेको भनेको 1000 भन्दा माथिको अर्थात् 10,000 20,000 होला तर 1000 भन्दा माथिको कारोबार छैन हो त्यसरी त्यति 1000 रुपियाँ पनि तिर्न नसक्ने हाम्रो नेपाली कलाकार कहाँ पुगे तपाईँको कलाकार क्षेत्रमा होस् कि होइन यो के भन्छ नेपालको सिचुएसनमा व्यवसायीदेखि लिएर धाराशाही छ जिन्दगी छैन क्या त्यतिकै विदेशिन्छन् त्यतिकै चाहिँ 2-4 हजारको लागि विदेशिन्छन् कलाकार पनि आम कलाकार पनि त्यही कुरा एउटा सेभिङ नभएर एउटा जिन्दगीको एउटा कुनै चाहिँ साथ सपोर्ट नेपाल सरकारबाट नभएर त मान्छे विदेशका कलाकारहरू अमेरिका बसेर वर्षौँ चाहिँ आइडी भएर बसेका छन् तपाईँ त्यही कारणले गर्दाखेरि आफू पर्दाखेरि कोही पनि हुँदैन नेपाल सरकारले केही कलाकारको लागि चाहिँ एउटा कला संस्कृति जगेर्ना गरेका मान्छेलाई केही के भन्छ एउटा साथ सपोर्ट छैन त्यही कारणले गर्दाखेरि दुनियाँ संसार के भन्छ मान्छेहरू चाहिँ विदेशिएका छन् त्यो कुरा हो तपाईँले यस्तो कुरा सही क्वेसन गर्नुहोस् यस्तो कुरा चाहिँ सोध्नुहोस् क्या कलाकारको लाइफ नै छैन क्या हो अनि कलाकारहरूले पनि कलाकार बाहेक पनि आम व्यवसायीको पनि लाइफै छैन आखिर के गर्ने लुट्नु र ढुट्नु बाहेक विकल्प छैन होइन कलाकार सँगसँगै अहिले हेर्नुहोस् त कलाकारहरूले जुन गीत निकाल्छ त्यो गीत आफ्नै जीवनमा भोगिरहेको छ चरी जेलैमा यता विष्णुमाझी पनि सेम आफू भित्रै छन् त्यो पीडा भन्छन् हिजो मनबिनाको धन ठुलो कि धनबिनाको मन भने अशोक दर्जी आज धनकै कारण उनीमाथि आक्रमण भइरहेको छ के कलाकारले आफ्नो भविष्य आफै देखेर गीत गाइरहेका छन् बनाइरहेका छन् के हो आइडल भनेको तपाईँले बुझे गइरहेछ होइन एउटा मूर्ति भन्छ नि नेपालीमा शुद्ध तरिकाले आइडल भनेपछि तपाईँको इङ्ग्लिस भएर भयो त्यही कुरालाई अरूको जीवन कलाकारले अरू कतिपय मान्छेहरू अरूको जीवनको बारेमा कोरेर अध्ययन गरेर होइन त्यो आफ्नो गीत निकाल्छन् र अशोक दर्जीहरूले पनि कुन अवस्थाबाट म आएको होइन कुन ठाउँबाट चाहिँ रोडबाट आएको भन्ने कुरा हिसाबले उनीहरूले गीत गाइरहेको हुन्छ क्या त्यो शब्दमा पहिला पछि एउटा भोला रिजालले यो विषयमा भोला रिजालले भन्नुहुन्थ्यो क्या इन्टरभ्यूमा मैले बाटोमा हिँड्दा एउटा गीत बनाइसकेको हुन्छ अरे क्या बुझ्नु नि अहिले त नै त्यो के भन्छ त्यो मलाई याद छ आफ्नो जिन्दगीको बारेमा बोल्छन् होइन आफ्नै जिन्दगीको बारेमा गीत लेख्छन् फिल्म बनाउँछन् तपाईँले त आला काचो रहेछ यस्तो कुरा नबुझेकै रहेनछ
अनि कहाँबाट चाहिँ मलाई क्वेसन सोधिरह्यो यार आलाकाजो हो नि त यार जिन्दगीको यथार्थ भोगाइहरू सबै उ गरेर चाहिँ के भन्छ कथा बनाइरहेको हुन्छ गीत बनाइरहेको हुन्छ फिल्म बनाइरहेको हुन्छ तपाईँलाई थाहा छैन होइन गीत बनाउन सक्ने आफ्नो जीवनका सबै कुरा भन्न सक्नेले आफूले खाएको ऋण चाहिँ तिर्नु पर्दैन कलाकारले कलाकार भनेको के हो देशको गहना होइन अनि अर्काको पैसा चोर्दै हिँड्ने मान्छे यो क्षेत्रमा गर्नेले गरिरहेछन् गर्नु नसक्नेले पनि त त्यो अवस्थामा आइरहेको रहेछ नि त तपाईँले पनि बुझ्नु भएको छ तपाईँले पनि बुझेका छन् नि त सबैले बुझेका छन् नि त त्यो कुरा हो नि त होइन सबैले सर्वस्व कमाउँछन् सर्वस्व सबै उ गर्छन् रिल्याक्सले बस्छन् भन्ने त छैन नि त होइन होला 2-4 पैसा होला उ गरेर केही गरेर आश्वासन यथार्थ सत्य तथ्य एक दिन आउँछ नि यत्रो आम चाहिँ मिडियाले खिचेपछि सामाजिक सञ्जालमा उ गरेपछि आम जनताले उ गरेपछि त त्यो त निष्पक्ष तरिकाले आउला नि त यथार्थ के हो भन्ने कुरा त अहिले धेरै त्यो विषयमा नजाउँ न मैले जे छ न्याय पाउनुपर्छ होइन किन अन्याय भयो होइन त्यस्ता सामाजिक सञ्जालमा भिजेका मान्छे त्यस्ता चाहिँ देशको गहना बनेका मान्छे होइन त्यस्तो मान्छेलाई चाहिँ खुलेआम कुताई खान्छ भन्ने सर्वसाधारणको हालत के होला भन्दै त अकालमा मिनेटमा ज्यान बिताइरहेको हुन्छ तपाईँले भन्नुभएको कुरा सही हो देशमा नाम चलेका कहलेका व्यक्तिहरूमाथि छन् हजारौँ अशोक दर्जी जस्ता छन् कति छन् मैले भन्ने नि त्यसले गर्दाखेरि त सचिन परियारको जिन्दगी जस्तो आउला कि मलाई कता कता डर लाग्न थाल्यो के मलाई त तपाईँले ऋण खानु भएको छ अरूको हजुर अरूको ऋण खानु भएको छ तपाईँले ऋण खाइन्छ भने लिइन्छ भने त्यो कुरा उ नगर्नुहोस् व्यवसाय गर्ने मान्छेले होइन आफै गरेर कुनै पनि हुँदैन खाइन्छ भने लिइन्छ भने तर दिइन्छ भने त्यसको उद्देश्य होइन कि मान्छे कुट्नै पर्छ मान्छे मार्नै पर्छ भन्ने हुँदैन नि त ऋणै हिजो अस्ति एउटा आइमाइल के कुन ब्याङ्कले आत्मा डा गरेन ऋण खाएर केही भएर आक्षेप लगाएर त्यस्तो नहोस् दिनरात मान्छे बिताइरहेछ दिनको एकजना मान्छे मरिरहेछ तपाईँले देख्नुभएको छ यो त अलिकति सामाजिक सञ्जालमा आइरहेको क्लिप भइराखेर मात्र थाहा भइरहेछ तर के भन्छ त्यस्ता सामाजिक सञ्जालमा नआएका मान्छेहरूको कति जिन्दगीको अकालमा गइरहेछ त्यसो भए तपाईँले जुन सामाजिक सञ्जालमा नआएको व्यक्तिहरू अर्थात् चर्चित नभएका व्यक्तिहरूले पनि कुटे खाइरहेको छ ऋण लिइरहेको छ भने अशोक दर्जीको हकमा ऋण तिर्नुहुन्छ भने अरूको चाहिँ के गर्नुहुन्छ त अशोक दर्जीको त जिम्मा लिन्छु भन्नुभयो तपाईँले तिर्नै पर्छ खायो भने तिर्नै पर्छ तर मान्छे कुट्नु पाइएन भनेको के मेरो आपत्ति कुट्नु पाइएन भनेको कुट्नु पाइएन भनेको तपाईँले अहिले भर्खरै तिर्छु भने होइन तिर्नुपर्छ पर्दैन खाएपछि तिर्नै पर्छ क्या तर त्यसै मान्छे कुट्नु पाएन नि त ल ठिक छ कसै कोही भिडियो बनाएका छन् कोही के गर्छ कोही उसमा चाहिँ उडाएका छन् होइन त्यस्तो गर्नु भएन नि त सामाजिक सञ्जाल गरेर उनीहरू ढज्जे उडाएको छ कि साँच्चै कुटिरहेछ उ गरिरहेछ तपाईँले देख्नुभएको छ होइन प्र्याङ गरे पनि त हुनसक्छ नि काका त्यहाँ भनेको छैन क्यामेरा अन गरिस् क्यामेराले खिचिस् भनेर भनिरहेको छ नि तसर्थ त्यसलाई त्यसको लागि किन तपाईँको काम के छ के छ त्यसको लागि के गर्नुपर्ने तपाईँले हजुर त्यसको लागि के गर्नुपर्ने त गर्नु पर्दैन मलाई किन सोध्नु भएको यदि प्र्याङ हो कि सच्चा हो भने तपाईँको क्यामेरा त्यो अशोक दर्जीको ठाउँमा अहिले त्यससँग दिँदा यत्रो दिन भइसक्यो कलाकार वायर कुरा क्वेसन नगर्नुहोस् हो त्यसैको लागि मैले चाहिँ के भन्छ आमा बाउले रिक्स लिनुपर्छ खोज्नुपर्छ उ गर्नुपर्छ यथार्थ के हो टङ्क बुढा ठोके खम्बा बनेर बसेको छ ऊ पनि उभिएर चाहिँ सत्य तथ्य के हो पटक निष्पक्ष तरिकाले ल्याउनु पर्यो र त्यसपछि कानुनको दायरामा उभ्याउनुपर्छ भनिरहेको छ बारम्बार त्यो तपाईँले के क्वेसन कलाकारले एक्टिङ गर्न जान्छ कतै यो भिडियो एक्टिङको लागि हो कि भने बाहिर कुरा नगर्ने यो यस्तो म क्वेसन कसमसित म चाहिँ क्वेसनको एन्सर दिनै चाहन्न बगम फुसे तपाईँ पत्रकार जस्तो लाग्नु थाल्यो होइन त्यही मात्र घोची वाद विवादमा के तान्नु लाग्नुभएको जे पनि म बोलौँ यहाँ आएर सञ्जालले म के गर्छ भाला रोपिन्छन् चाकाबाट यसरी सञ्जालले मलाई कमेन्ट गरिदिन्छन् कन्टेन्ट जान्छ मलाई भोलिको दिनमा खोज्दै आउँछ मलाई के वाद विवादमा तान्नु लाग्नुभएको तपाईँले अशोक दर्जीको नाम लिएर यही पाराले हो भने तपाईँलाई अशोक दर्जीको साउले खोज्छ तपाईँले भन्नुभएको छ अशोक दर्जी खोजे केही फरक पर्दैन नाङ्गैको नाङ्गै जाने म कसैसँग डर छैन तर निष्पक्ष तरिकाले म जहिले पनि आवाज बुलन्दाका साथ आउँछु मेरो कसैले घाँटी न्याकेर चाहिँ मेरो बोली बन्द गर्न चाह्यो भने गरोस् क्या मलाई बाल मतलब छैन छैन म यसै पटासा भएको उसै पटासा भएको के कुरा हुन्छ यार म डर छैन अझै पनि केही हुन्छ कि भनेर अठोट गरेर 10 नङ्ग्रा खियाएर चाहिँ मैले काम गर्ने कोसिस गरिरहेको छु जस्तै अवस्था आइपरे पनि जस्तै के भन्छ आम अहिलेको वर्तमान सरकारले जस्तै अवस्थामा पुऱ्याए पनि बुझ्नुभयो नि होइन भन्नु न अशोक दर्जीको ऋण तिर्ने कि नतिर्ने तपाईँ मैले अघि नै भनिसकेँ यही क्वेसन कतिचोटि तपाईँको क्यामेरा मार्फत 3 चोटि रेकर्ड भइसक्यो है याद गर्नु है मैले
त्यो अशोक दर्जीले जसरी कुटेको छ त्यसै गरी त्यो मान्छेले कुट्नु पाऊँ, त्यसपछि उसको ऋण म अशोक दर्जीको ऋण मिना गरिदिन्छु भनिरहेको छु। लाखौँ रहेछ भने पनि तिर्नुहुन्छ? लाखौँ, म किडनी बेचेर म तिर्छु भनिरहेको छु। किडनीले भ्याएसम्म बस पैसा नहोला ऊ नहोला, तर किडनी बेचेर पनि म गर्छु भनिरहेको छु त यार। होइन, अशोक दर्जीको लागि किन यति धेरै मरिहत्या तपाईँको? यस्तो बारम्बार क्वेसन सोधिरहेको छ, के को अघिदेखि के गरेँ। म कलाकार हो, कलाकारको हिसाबले भनिरहेको छु त यार। कलाकारको हिसाबले मैले बुलन्द आवाज रहेछ त्यही 10 यो क्वेसन सुन्नुहोस् पत्रकारज्यू, यो क्वेसन 3 चोटि रेकर्ड भइसक्यो। तपाईँ क्यामेरा आफै एनालाइज गर्नुहोस्, मैले यो क्वेसन कतिचोटि सोधेछ। पागल पगला यस्तो पनि हुन्छ यार, बौला जस्तो आम यस्ता दिमाग खराब यार।